यो चाहिँ बेलडाङ्गी वानको पहिला रिफ्युजी क्याम्प हुँदाखेरिको यो ग्यारेज हो। यो अर्को बिल्डिङ पनि त्यो ग्यारेजै हो। अहिले बनिएको नयाँ बाटो यो हो। यिनीहरू पनि ग्यारेजै हो। पहिला क्याम्प बस्दाखेरिको ग्यारेजहरू हो यो। अनि यता माथि देखिएका यी भवनहरू चाहिँ पहिला क्याम्प बस्दाखेरिको अफिस हो। पछि गएर यसलाई परिमार्जित गरेर कोभिड कोभिडको सङ्कटकालमा यहाँ कोभिड क्याम्प पनि बनाइएको थियो यसलाई। अहिले चाहिँ भवनहरू त्यत्तिकै खाली छन् र पहिला बसेका बस्तीहरूमा पुरै जङ्गल भएको छ। अहिले यस्तो छ पहिला बसेका बस्तीहरूको दृश्य। हरेक विभिन्न प्रकारका रुख बिरुवाहरू लगाइएको छ अहिले यहाँ। बाटो पनि अलिक बढेको छ। पहिलाको फुटबल ग्राउन्ड अहिले यस्तो भएको छ। बेलडाङ्गी वानका पसलहरू भएको बस्तीहरू यहाँ यस्ता छन्। अहिले धेरै विकसित भएको छ यहाँ। अब यो बाटोदेखि माथि देखिएको पहाडहरू चाहिँ चुलाचुली गाविस इलाममा पर्छ। अनि अब पहिला हाम्रो दाजुभाइ आमा दिदी बहिनीहरू विस्थापित भएर अस्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे गइसके पश्चात यहाँ चाहिँ अब वन अफिसले